एकदम उडो उडो दबंग दबंग देखो। हम तुम में इतने छेद करेंगे कि कंफ्यूज हो जाओगे कि सांस कहां से ले और बाधे कहां से। एकदम मजा आयो। अहिले त कस्तो राम्रो बनाएको यता है। ओइ कता हो? हाम्रो मम्मीहरू पहिला यतातिर दाउरा खाउनुहुन्छ ऊ जमानामा। दाइले भने अनुसार पुल पनि आइसक्यो। इकपुटी खोला पुल कति राम्रो बनाएको मम्मी यता त है। ल रुपाताल जानलाई चाहिँ यो पुल चाहिँ कट्नै पर्छ है। पहिला आउनु त आएको थियो कि आउनु त तर कता कता भयो कि। हामी चाहिँ फाइनली यहाँ आइपुग्यौँ। हाम्रो चाहिँ बहिनी यहाँ यता 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 सबै भण्डाङ घुम्टुङ अनि यता नि अनि यस्तो के लिएर हिँड्छ नि ड्राई पिकनिक छ हामीले भनेर आएको। सबै पनि पोको बोकिरहेको छ। अब मैले पनि पोको बोकिरहेको छु। मैले एक बेला छ अनि यता चाहिँ यो ऊको के बेल्ला रहेछ। ल सबैले सब्सक्राइब गर्नु त्यही चल्ने बेला हो। यहाँ चाहिँ यस्तो छ है। ओहो यहाँ त यी सबै भगवान् के लेख्नु आज पढ्नु होला मलाई यसरी प्र्याक्टिस गर्नु होला। अनि यता चाहिँ यिनीहरू चाहिँ यस्तो परि जसरी भएर आएको छ। यसरी होला गरेर आएको छ। कसैले चाहिँ यस्तो सर्च लगाएको कसरी यस्तो लगाएको कसरी तर मम्मीको फोन त त्यसो नपर्छ के गर्ने होला भगवान्। डुब्न त डुब्दैन नि डुब्दैन। यहाँ चाहिँ यस्तो छ है। हामी चाहिँ फाइनली यसरी आइसक्यौँ हामी। भिडियो गर हाय 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 आउँछ त। हामी चाहिँ पौडी खेलेर फर्क्यौँ। तर म चाहिँ के सजेस्ट गर्न चाहन्छु भन्दा यहाँ चाहिँ पौडी खेल्न नसक्ने मान्छे चाहिँ नआउनु होला, तलतलै खेल्नु होला। किनकि माथि भनेको मान्छे डुबाउने यति गहिरो छ कि त्यो ठाउँ। तर मान्छेहरू त्यहाँ पौडी खेल्न आएको छ अरूलाई देखेर। अनि त्यसरी आउँदा चाहिँ अब मान्छे चाहिँ हुन्छ नि त डुब्ने। अनि म हुँदा पनि 3 जना थियो भन्नाले पहिला 2टा बच्चा नि पछिल्लो आन्टी। अनि म त अब आफूले अब सकिनँ नि त किनकि आफूलाई पौडी खेल्न भएको त आउँदैन। अनि अब डुबेको मान्छेलाई अब कसरी उद्धार गर्ने त्यो पनि सकिन्न नि त। तर झन् एउटा फुच्चीले झन् आफू डुब्दा बिचरा। अनि मैले धक्काले गएको त्यो फुच्चीले अर्को फुच्चीले समात्यो। त्यो दुइटै फुच्चे तन्दै गएन कि हिजो। अनि ढकल्दै अनि उतातिर लैदियो। अनि उता अब त्यस्तो यस्तो गहिरो रहेछ कि त्यो होइन। अनि जुन सोचेकै हुन कि किनकि यतातिर चाहिँ हाम्रो कम्मर जस्तो हुन्छ। अनि अलिक उता गयो घाँटी त्यसपछि उता वात्तै तलै के अब त्यो हिलो हो नि त। अनि वात्तै तलै जान्छ। अनि त्यही भएर तपाईँ चाहिँ सबै जाने नै हो भने एकदम सचेत भएर जानु होला। र माथि एकदम गहिरो पौडी खेल्न आउँछ भने जानु, नत्र चाहिँ नजानु होला। आफ्नो ज्यान जोखिम नमस्ते यहाँबाट आएको हामी अब चाहिँ हामी यताबाट बेग्न स्थलको बाटो जान्छ भन्नु हामी चाहिँ यो बाटो आएको छौँ। किनकि हामी पोखराबाट मान्छे यो बाटो नजिक पर्छ कि यस्तो ग्रिन है।
man gì đó, chút bao nhiêu cái? Hello guys. Hello guys. Hello hello. ये मान्छे सबै तामान लिएर आयो नि त बाइजू